आज चाहिँ सिलिगुडीको चुलेसीमा माछा पनि सिलिगुडी कटाइ नै भइरहेछ, हेर्न सक्नुहुन्छ। हेलो नमस्कार सबैजनालाई। आज हेर्न सक्नुहुन्छ विराटनगरको अत्यन्तै फेमस रामदाई माछा पसल। उहाँ आउनुभएको छ हाम्रोमा माछा लिन। होटल साइज पिस होटलको माछा लिन आउनुभएको छ, हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ हाम्रो रामदाई जुन घाँस चोकमा छ उहाँको पसल, अत्यन्तै फेमस माछा पसलवाला आज आउनुभएको छ हाम्रो पसल, हेर्न सक्नुहुन्छ। माछा चाहिँ आज थुप्रै लानुभएको छ। माछा कटाइ पनि एकदमै ठुलो खालको पिस। उहाँले चाहिँ रामदाईको माछा पसल चाहिँ विराटनगरमा धेरै नै फेमस छ। एकदमै मिठो पकाएर दिनुहुन्छ उहाँले। पिस पनि ठुल्ठुलो हुन्छ उहाँको पसलमा। आज उहाँ स्वयं नै आउनुभएको छ। उहाँको माछा काटेर अत्यन्तै खुसी पनि लागिरहेछ, किनभने उहाँ पनि एक प्रकारको फेमस मान्छे नै हो। उहाँको माछा काट्दा चाहिँ धेरै नै खुसी लागिरहेछ, हेर्न सक्नुहुन्छ। माछा एकदमै क्लिन फ्रेस, अनि माछाको साइज पिसको साइज पनि हेर्न सक्नुहुन्छ, अत्यन्तै ठुलो छ। एकपटक जो उहाँको पसल जानुभएको छैन, एकपटक चाहिँ गएर तपाईहरु पनि भिजिट गर्नुहोला। यो हेर्न सक्नुहुन्छ, एउटा माछा चाहिँ सिलिगुडी कटाइ काट्नु भयो। यो चाहिँ धेरै नै ठुलो थियो, लगभग 3 केजी साइजको थियो। यसको लामो पिस चाहिँ अलि गोलो गोलो पिस चाहिँ ठुलो हुने भएकोले यसलाई चाहिँ सिलिगुडी कटिङ काट्देऊ भनेर लाउनु भयो। हेर्न सक्नुहुन्छ माछाको क्वान्टिटी पनि धेरै छ। यहाँ हेर्नु, यो चाहिँ सिलिगुडी कटिङ भन्छ यसलाई। प्रायः जसो यस्तो पिस चाहिँ सिलिगुडीमा काटिन्छ। उहाँले पनि काट्दै हुनुहुन्छ। मेरो चुलेसी पनि चाहिँ सिलिगुडीबाटै मैले मगाएको हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ सिलिगुडीको चुलेसीमा माछा पनि सिलिगुडी कटाइ। अत्यन्तै मिठो स्वादिलो र ठुलो माछा छ। मेरो पसल पनि भिजिट गर्न सक्नुहुन्छ। साथै माछा लभर हुनुहुन्छ भने रामदाईको माछा पसल गएर एकचोटि भिजिट गर्नु होला। माछा चाहिँ मेरो पसलको, अनि पकाइ चाहिँ रामदाईको एकदम स्वादिलो तरिकाले बनाउनुहुन्छ। एकदमै स्वादिलो माछा। छामाले चाहिँ यहाँबाट काट भनेर 3 पिस बनाऊ भन्न लाउनु भयो। उहाँकै डिमान्ड अनुसार एकदम ठुल्ठुलो पिस 3 पिस निकालिदिँदैछु, हेर्न सक्नुहुन्छ। आज चाहिँ रामदाई र उहाँको मिसेस आउनु भएको छ। विशेष गरेर मलाई सम्झेर आउनुभयो।